मेरा नाम आशीष छेत्री और आज सॉरी ये वीडियो बनाने का रीज़न भी एक है क्योंकि आज मेरा बहन का बर्थडे है। सो ऐसे तो कुछ प्लान तो नहीं है, देखते हैं क्या होता है। अभी मैं जा रहा हूँ, तुम्हें दिखाई दे रहा होगा चंद्रा। सो मेरा अपना ग्रैंड मदर का घर जा रहा हूँ। सो ये को दिखाता हूँ मैं। ये कुछ ऐसा दिखता है रास्ता और यहाँ पर मेरा एक भाई है, उसका छुट्टी हो गया है, आगे आगे जा रहा है, बोतल बजा बजा गया। 12:03 अनि कस्तो गयो स्कुल? आज कस्तो गयो स्कुल? यति छिटो छुट्टी? किन? ओ आज सैटरडे हो नि। त यस्तो रास्ता छ, हेर्न सक्नुहुन्छ। साह्रै गरम छ गाइस, पसिनै पसिना ढिल्ला उड्दा उड्दा। अनि हेरौँ के हुन्छ आज। यस्तो त केही छैन, यति बजिसक्यो, हेर्न सक्नुहुन्छ 12:04। यहाँ के खाएको पनि छैन बिहानबाट, लेट उठ्यो आज, त्यसले गर्दाखेरि साह्रै पसिना पसिना हुन्छ यार गाइस, थाकिन्छ पनि। त हजुरमा घर गएर हेरौँ के हुन्छ। ओइ ए गणेश, के भन्नु चाहन्छस्? भन्दै भन्न नसलमा फर्के हेर त भागेको, शरम गर्छ गाइस यो। पच शरम गर्छ यो, हेर्न सक्नुहुन्छ। गरम पनि गरमै छ। अनि तपाईँलाई एउटा जिनिस देखाउनु पर्दैन है। हेर्न सक्नुहुन्छ गाइस, यतातिर यस्तो पहाड छ नि, यति राम्रो भ्यू आउँछ नि यहाँबाट। आई थिङ्क मेरो फोनले क्याप्चर गरेको छैन होला, बट साँच्चै साह्रै राम्रो भ्यू आउँछ यहाँ। हावा चल्दैछ अनि त्यो देख्नु न, त्यो मेरो घर, मेरो हजुरआमाको घर हो त्यो। अनि म एउटा जिनिस लिएर आन्छु भनेको थिएँ, बट अहिले हुन्न होला, सामतिर प्लानिङ गर्छु म त्यो जिनिस। अनि सब भिडियोजहरू बनाउँछु आज, किनकि बहिनीको बर्थडे नि त, इट विल बी सरप्राइज फर दाजुको तर्फदेखि। यो चाहिँ होइन, अनि मेरो दिदीको पनि आउँदैछ अन्त एराउन्ड यस्तै अगस्तमा, अगस्तकै महिनामा हो। बट यो तिम्रो 19 तारिक पर्छ होला आई थिङ्क, आई गेस। अनि हुनु त बहुत लङ टाइम गएपछि भिडियो बनाउँदैछु नि त म पनि, अनि साह्रै अप्ठ्यारो छ रास्ता। अनि गरम पनि त्यस्तै गरम लागेको छ। अनि यो अहिले म हजुरआमा घरतिर भिडियो बनाउनु गर्छु है त। अनि गाइस हेर्न सक्नुहुन्छ, यति धेरै हाँसहरू छ हाम्रो हजुरआमा घर, पानी परेर कादै कादा भएको छ। अन्त बाख्रा खोला गाइस। अनि यो चाहिँ मेरो चबी 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 मेरो सबसे चाची कुत्ता चबी चबी गाइस। बहिनीहरू छैन, यो हुँदै हुन्न, यो त गायब छ, हेर्नु सक्नुहुन्छ गाइस। यो मेरो हजुरआमा, नमस्ते भनिदिनु सबैले। अनि यहाँ बसेर मुभी टिभी हेर्दै हुनुहुन्छ। अनि बर्थडे गर्ल छैन, कहाँ गएछन् अरे? किन
काम गर्नु पनि बेला बजाउनु ए होइन म अहिले अच्छा होला होइन एकैछिन अरे हो म पनि साह्रै गरम छ गाइस अनि अहिले त छैन नाले खान्छ अब बजार जान्छु बजार त जाउँदैन दोकान जान्छु भनेर सामान लिन्छु यो चौधा हो अहिले गर्नुहोस् है हेलो गाइस हेर्नुसम्म चाहिँ यसलाई हेर्नुसम्म अघि कति मजाले खेल्दै थियो हौ अनि अहिले प्याउ प्याउ गर्दैछ है अनि गाइस साह्रै गरम छ गाइस साह्रै गरम छ यहाँमा बसेर एने मेट्दै थिएँ अनि बहिनीले लिएर यो मलाई दियो क्या यहाँ जोडा छ सुतेछ गयो सरी ऐ बिल्ली आइज सो गाइसको नाम के राख्नु मजाले एडभाइस गर्छु है अनि म पनि यहाँ बसेर छुँदैछु साह्रै गरम छ नि त्यसको लागि पछि भेटौँ फोन चार्जर खाँदै छैन उनीहरूले फर्निचर जान्छु त्यसो गरेर हेरौँ के हुन्छ पछि भिडियो गर्दै त हेलो गाइस बहिनी त अहिले छैनन् उसको पनि काम गर्नु गएको छ अरे अनि त्यसले गर्दाखेरि भेट्नु त पाएन म पनि जान्छु अनि खाने सामान लिएर जान्छु भन्दाखेरि आई थिङ्क म यस्तै 3-3:30 बजीतिर उठ्छु होला फेरि कति बज्दैछ हेरौँ 1:23 हुँदैछ अहिले सो एज यु क्यान सी 1:23 3 बजीतिर 3-3:30 बजीतिर ढिलो उठ्छु त्यसपछि हल्का बहिनीसँग अलिकति मजाक गर्नु परेन त्यही गरेन अनि दाजुभाइको के फाइदा हो कि होइन हो आज साह्रै गरम छ क्या एकदम धेरै नै पसिना भयो अनि चाहिँ मेरो फोनमा चार्ज छैन सो पछि घर गएको पछि फोन चार्ज गरेको पछि बल्ल म अलिकति भिडियो बनाउँछु होला अहिले त फोनमा चार्ज छैन यसमा चार्ज छ तर के गर्नु यसको क्यामेरा राम्रो छैन त्यही लागि पछि भेटौँला सो हेलो गाइस गरम थियो धेरै अनि फोनमा चार्ज छैन चार्ज बसाल्यो अहिले 60 समथिङ चार्ज भएको छ पानी पनि बन्द रहेछ आजको वेदर यस्तो भएको छ के भन्नु फोन अहिले म बजार जाँदैछु जानु त के पाइन्छ सामानहरू लिन्छु अनि आज यसरी पनि बर्थडे हो त्यसले गर्दा अलिकति एउटा भिडियो छ नि त्यस्तो कोसिस गरेर गर्दा त्यो भिडियो बनाउँछु भनेर सोच्दैछु हेरौँ के गर्ने अब सक्यो भने सामानहरू पनि लिएर आउँछु कतिवटा खाउने सामानहरू अनि सडनली पानी पर्ने जस्तो भइसक्यो पानी पर्दैछ यसरी वेदरको यस्तो भइसक्यो अहिले एकछिनमा भेट्छु देखो किधर है यताको वेदर चाहिँ यस्तो छ पानी पर्ने जस्तो बनाएको छ अहिले बजार पुगेको A few moments later. Hello guys, सुन्नुहुन्छ कुखुरा पनि छ अनारस पनि लिए अनि यतातिर ठन्डा छ अनि यतातिर बहिनीको लागि मिठाई त के भन्ने अब चिप्सहरू सब लिएर आएको छु घर जाँदैछु अहिले
मलाई मेरो हातमा के लागिसक्दा नआइसकेको सरी यी सामान लिएर चाहिँ अब हजुरआमा गर्नुपर्छ फेरि आगेको साह्रै धेरै सामान भएर नि त फेरि पानी पनि पर्दैछ सिमसिम के भन्नु वेदर आज त साह्रै क्लाउडी हो अनि गरम पनि त्यस्तै छ सो अब घर गएपछि भेटौँला है किनकि सुन्नु फेरि इच्छा छैन अघि भर्खरै अलिकति फोन कटाएको थियो नि त गाइस कामलाई दिएर आने बित्तिकै हेर्न सक्नुहुन्छ यहाँ पानी पुरी वाउ हेर्न सक्नुहुन्छ गाइस खाँदै यतातिर बर्थडे गरिदिनु हेर्नु सक्नुहुन्छ यति धेरै मलाई लागेको थिएन अहिले लिन्छ भनेर बर्थडेले ल्याएको रहेछ सरी फर द्याट वान मेरो हातमा के थियो बट हेर्नु सक्नुहुन्छ पोटली Two hours later. सो हेर्नु सक्नुहुन्छ गाइस यतातिर खाँदैछ नि यतातिर यो के गर्ने बाउल चाहिँ बोतल ओ स्याट सो आजको यो पार्टी हो हाम्रो तर्फबाट पार्टी बहिनीको पार्टी बर्थडे गर्ल सो गाइस यो चाहिँ के हो चाहिँ सुप ओ सुप तो गाइस अनि यहाँ मोमो आउँदैछ हेर्नु सक्नुहुन्छ यो मोमो चिकन मोमो वेज मोमो ओ यता पछि वेज मोमो यो अलग से हो यो अलग से हो यो मैगी बारो मजा मिक्स अनि वेज मोमो गाइस खाम अब सो अब खाइसकेको पछि गाइस कम्ती हुन्छ भनेको थियो नि त अघि कसलाई यो पहिला खत्तम गर्ने न 2 hours later. हेलो गाइस भर्खरै ल्याउँदा हजुरआमा घरबाट म निचे घर आइपुगेँ अनि त्यसले गर्दाखेरि साह्रै खाएँ नि त आज पेट डम्मै भयो अनि आजलाई यति नै भोलि भेटौँला घरमा भिडियो बनाउने यस्तो मुड पनि बनाउँछु फेरि साह्रै गरम छ भर्खरै आइपुगेको म पनि अनि भिडियो बनाएन लास्टमा अँधेरो थियो अनि फोन पनि चार्ज थिएन मेरो एउटा कति छ होला आई गेस 17% चार्ज छ 17% चार्ज छ मेरो फोनमा तो ल गाइस आजलाई यति नै भोलि भेटौँला गुड नाइट टेक केयर बाई अनि लाइक अनि सब्सक्राइब नबिर्सिनु अनि आजको लागि यति नै बाई टेक केयर गुड नाइट वन्स अगेन